हेलो इन्टेलिजेन्ट पिपुल, सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ वैशाख 22 गते र आज चाहिँ हामीले मार्केटमा चाहिँ 8.78 अङ्कको चाहिँ केही मास्तिर आएको देख्न सकिन्छ। र आजको दिनभरि चाहिँ मार्केट चाहिँ जे होस् त्यही 5-7 अङ्क 7-8 अङ्कसँग नै खेलिरहेको थियो। र ओभरअल दिवसभरि चाहिँ टोटल 162वटा कम्पनीहरूले चाहिँ केही न केही प्रफिट पाउनु भएको छ भने चाहिँ टोटल 90वटा कम्पनीहरूले चाहिँ आफ्नो केही लगानीहरू गुमाउनु भएको छ भने केही पनि परिवर्तन नभएको चाहिँ 16वटा कम्पनी रहेको छ। आज चाहिँ मार्केटमा भोल्युम भन्ने हो भने चाहिँ एकदमै न्यून छ। यस्तो भोल्युममा चाहिँ हामीले चाहिँ कुनै पनि तरिकाले चाहिँ सकारात्मक चाहिँ देख्न चाहिँ सक्दैनौँ। त्यही पनि मार्केट चाहिँ कस्तो जोनमा आएको छ भन्दाखेरिमा अहिले चाहिँ यो हेर्न सक्छौँ हामीले चाहिँ ट्रेन्ड लाइन तानेर चाहिँ यसो हेर्ने प्रयास गर्छौँ भने चाहिँ के छ भन्दाखेरिमा चाहिँ हामी चाहिँ एकदमै यो जोनमै आएर चाहिँ एउटा केही न केही सप्लाई आए जस्तो चाहिँ देखेको चाहिँ छौँ। र यति एउटा भोल्युमसँग नै मार्केटले रिभर्सल हुने भन्ने हुँदैन र आगामी दिनहरूमा पनि भोल्युम बढ्दै जान्छ र ग्रिन क्यान्डलहरू फर्म हुँदै जान्छ भने चाहिँ मार्केटले चाहिँ केही न केही अपवार्ड ट्रेन्डमा कन्टिन्युटी दिइरहेको हो भन्ने चाहिँ हामी चाहिँ ढुक्क हुन सक्छौँ। हिजोको दिनहरूमा चाहिँ सबै कुराहरू ब्रेकआउट हुँदै 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 तल आउँदै थियो भने चाहिँ आज चाहिँ मार्केटले चाहिँ आफैले थोरै भोल्युम होस् तर केही न केही नै चाहिँ सम्हालिएको जस्तो देखिन्छ। सेलरहरूले पनि बेच्न चाहिरहेका छैनन् सस्तो मूल्यमा र बायरहरूमा पनि त्यस्तो कुनै पोजिटिभ सेन्टिमेन्टहरू छैन जुन कारणले गर्दाखेरिमा चाहिँ लगानी गरिहाल्नको लागि। र के हुन्छ भन्दाखेरिमा अबको जो 10-15-20 दिनको पिरियडहरूमा चाहिँ 20 दिनको पिरियड भन्दा पनि 10-15वटा क्यान्डलहरूमा चाहिँ के हुन्छ भन्दा अब चाहिँ मार्केटमा चाहिँ थोरै न्युजहरूको पनि सेन्टिमेन्टहरू एकदम लुज हुँदै जान्छ। असार आउनुभन्दा अगाडि चाहिँ अथवा यो जेठको जुन टाइम फ्रेम हुन्छ ओभरअल 15 डेज चाहिँ के हुन्छ भन्दाखेरिमा चाहिँ मार्केटमा चाहिँ फाइनेन्सियल एक्टिभिटीहरू चाहिँ थोरै कमै देख्न पाइन्छ। किन भन्दा यो सेन्टिमेन्ट नै यस्तो हुन्छ कि त्यो कारणले गर्दाखेरिमा चाहिँ न्युजहरू पनि अलिकति त्यस्तो सेन्टिमेन्टल स्ट्रङ भएकोहरूको नआउने यिनीहरू कारणले गर्दाखेरिमा चाहिँ अब चाहिँ हामीले चाहिँ के एक्सपेक्ट गर्न सक्छौँ भन्दाखेरिमा चाहिँ मार्केट चाहिँ अब चाहिँ यही रिजनमा चाहिँ खेल छ भन्ने चाहिँ एक्सपेक्ट गर्न सक्छौँ आगामी 10-15 दिनहरूसम्म चाहिँ। र हामी चाहिँ यो मैले हिजोको भिडियोहरूमा नै भन्दै थिएँ यो जोनहरूमा चाहिँ हामीले चाहिँ बिस्तारै अकुमुलेट गर्न सक्छौँ अथवा अर्को भनेको चाहिँ हामीले चाहिँ यो ओभरअल जोनै हेर्नु पर्दाखेरिमा चाहिँ यति यो जुन जोनहरू छ सरी यो अलिकति बेसी नै भयो है, त्यो चाहिँ अलिकति हुन सक्दैन जे सरी वन्स अगेन। जुन यो जोन छ यहाँनिर चाहिँ हामीले चाहिँ जति पनि यहाँनिरबाट चाहिँ हामीले एकुमुलेट गर्न चाहिँ सुरु गर्न सक्छौँ र यहाँबाट एकुमुलेट गरेको चाहिँ जे होस् हामीले चाहिँ यसको रिटर्न चाहिँ साउन्डमै पाइन्छ भन्ने फर स्योर स्टोरी हो। त्यो जुन तपाईँ चाहिँ पुरानो लगानीकर्ता हुनुहुन्छ भने चाहिँ यो कुरासँग तपाईँ चाहिँ अवगत नै हुनुहुन्छ कि साउन्ड इज अलवेज ग्रिन विक अथवा मन्थ हो भनेर चाहिँ। र नयाँ लगानीकर्ताहरूले गर्ने मिस्टेक नै के हो भन्दाखेरिमा ग्रिन क्यान्डल देख्ने बित्तिकै चाहिँ हम्फा हुन्छ जुन चाहिँ सबैभन्दा ठुलो मिस्टेक हुन जान्छ पछि गएर चाहिँ। र आजको टर्नओभरहरू हेर्दाखेरिमा चाहिँ 3.4 एकदमै ड्राई हो यो भनेको चाहिँ। र अनि त्यसपछि अनि टर्नओभर हेर्छौँ भने पनि टप टर्नओभरमा चाहिँ एसओएचएल, आरएसएमएल, एनएचपिसी, एकेजेसिएल र पिसिआइएल नै रहेको छ भने टप भोल्युममा रहेको छ एनएचपिसी, एसओएचएल, एचडिएचपिसी, एकेजेसिएल, एसएसएचएल र ट्रान्जेक्सन वाइज चाहिँ पिसिआइएल, एसओएचएल अनि एसआइपिडी, एचएफआइआर र एनएचपिसी रहेको छ। र ओभरअल चाहिँ हेर्नुपर्दा मार्केट जे होस् अब बिस्तारै सम्हालिन खोजेको जस्तो छ र भोल्युम चाहिँ एकदमै ड्राई आएको छ। र यो क्यान्डललाई हेर्छौँ भने पनि के छ भन्दाखेरिमा यो इडिसाइसिभ छ, न माथिको मुभमेन्ट छ न तलको मुभमेन्ट छ, एकदमै न्युट्रल दिएको छ। आगामी क्यान्डलहरूबाट चाहिँ हामीले चाहिँ फर्दर डिसिजनहरू लिन सक्छौँ। किन्नको लागि हेर्दै हुनुहुन्छ भने चाहिँ मैले भनिहालेँ यो एरिया दिस एरिया चाहिँ है यो र यो है र यो एरिया भनेको चाहिँ एकुमुलेटेड जोन हुनसक्छ, अलिकति बेसी नै भयो जस्तो छ है।
यो एरिया चाहिँ ओभरअल एकुमुलेटेड जोन हुनसक्छ। यहाँबाट चाहिँ तपाईँले चाहिँ एकुमुलेट गर्न इनिसिएट गर्न सक्नुहुन्छ। एकैचोटि किन्ने होइन, बिस्तारै बिस्तारै थोरै 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 गर्दै किन्न चाहिँ सक्नुहुन्छ। र मिड टर्मको लागि हामीले चाहिँ तत्कालै चाहिँ केही न केही भनौँ न 5-10 दिन 10-15 दिनको लागि चाहिँ ट्रेड लिएर चाहिँ स्वाट पैसा कमाइन्छ भन्ने चाहिँ छँदै छैन। यहाँ हामीले चाहिँ मिड टर्मलाई सोचेर चाहिँ एकुमुलेट गर्न इनिसिएट गर्छौँ भने यो चाहिँ स्मार्ट मुभ हुनेछ र तपाईँहरू सबैजना स्मार्ट नै हुनुहुन्छ। सो आजलाई यति गर्दै बिदा हुन चाहन्छु। भोलि पनि आफ्नो एनालाइसिस लिएर आउने प्रतिबद्धता सहित, र यो मेरो आफ्नो पर्सनल ओपिनियन हो, यसको आधारमा ट्रेड लिने काम चाहिँ नगर्नुहोस् होला। थ्याङ्क यू सो मच फर वाचिङ।